र साथीहरू काममा सोचे जस्तो हुँदो रहेनछ है। हिजोको भिडियो सायद हेर्नु भएको थियो भने आज चाहिँ म घर हुन्थेँ, तर म अहिले घर छैन। म अहिले यहीँ ड्युटीमै छु। किन भन्दाखेरि चाहिँ हिजो खास के भयो भन्दाखेरि चाहिँ घर जाने कुरा भएको थियो, एप्रुभ पनि भइसकेको थियो, तर चाहिँ एट लास्ट चाहिँ के भयो भन्दाखेरि चाहिँ सुपरवादीको सरहरूलाई चाहिँ डाटा टिपिदिनु भन्ने क्रममा चाहिँ उहाँहरूले चाहिँ यो फेभर चाहिँ मान्नु भएन। उहाँहरूले के भन्नुभयो भन्दाखेरि चाहिँ अब माथि कुरा भयो, आधिकारिक रूपमा हामीलाई डाटा टिप पनि भने छैन। अनि प्लस हामी डाटा टिप्नलाई हामीलाई केही न केही चाहिँ हुनुपर्छ होइन। अब हामी फ्रीमा डाटा टिप्दैनौँ जस्तो चाहिँ कुरा गर्नुभयो। अनि चाहिँ त्यो कारणले चाहिँ हिजो चाहिँ जाग्रामै बसेर भए पनि आज घर जान्छु भन्ने सोचिरहेको थिएँ। जाग्राम बसेर रातभरि डाटा टिपियो है। अनि त्यसपछि बिहान घर जाने भनेर हिँडेको पनि हो। अनि चाहिँ खोला तरी पनि सकेको, तर चाहिँ बिच बाटोमा आसी चाहिँ के भयो भन्दाखेरि चाहिँ अब आज एक दिन होल्डमा बस्नु पऱ्यो, भोलि जानु होला, बिहे पर्सि रहेछ भन्ने कुरा गर्नुभयो। एकदमै दुःख लाग्यो होइन। अब बिच बाटोमा आएको, के गरौँ भइरहेको थियो। अनि त्यसपछि अब के गर्नु है, अब प्राइभेट काम अब त्यही हो। अब हिजो छुट्टी दिएको, फेरि आज बस्नु पऱ्यो है। एकदमै दुःख लागिराखेको छ। अनि त्यसपछि झोला बोकेर गएको पनि फर्केर आउँदाखेरि लास्टै बिल्ला लायो भने अब के गर्नु है, फर्केर आउनै पऱ्यो। अनि त्यसपछि सुतियो, त्यही 2 बजीतिर उठ्यो आज। अनि 2 बजीतिर उठेर फ्रेस भइयो। फ्रेस भइसकेपछि अहिले चाहिँ भिडियो बनाउँदैछु है। अब अहिले चाहिँ लगभग 5:45 हुन लागिसक्यो। अब 1 घन्टापछि त ड्युटी नै जानुपर्छ साथीहरू। अब ड्युटी भन्ने कुरा यस्तै हो। अब सुरुमा चाहिँ आउँदाखेरि चाहिँ कन्स्ट्रक्सन फेजमा थियो होइन। अब 12 घन्टा ड्युटी यताउति केही पनि नतोकिकन हावातालमा छिरियो। अहिले चाहिँ दुःख पाइएछ अब थोरै स्यालेरीमा है, 12 घन्टा, त्यो पनि नाइट गर्नु परिरहेको छ। एकदमै दुःखदायी कुरा। अनि त्यसपछि छुट्टी मागेको पनि छुट्टी एप्रुभ हुँदै पनि छुट्टीमा जान पाइरहेको छैन। सो साथीहरू, च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। अब भोलि पनि अब घर पुगिन्छ कि पुगिन्न, अब भोलिकै भिडियोमा तपाईँले थाहा पाइहाल्नुहुनेछ। अब भोलि चाहिँ अब चाहिँ फोन अफ गरेर हिँड्न पर्ने अवस्था जस्तो देखिरहेको छु। थ्याङ्क्स फर वाचिङ। हुन्छ अगेन।